फाइनली गाइस अब गाडीमा तेल पनि भयो हैन। अब स्टार्ट पनि भयो। ल फेरि गाडीमा बस्यो हामी। गाइस हेर्नुस् यही हो शमसी बोर्डर। शमसी यो बजार हो, बोर्डर हैन। गाइस यही हो शमसी बजार। यहाँबाट पर्छ जलेश्वर जाने बाटो छ। यता चाहिँ इन्डिया बोर्डर जाने हो। यतातिर जलेश्वर हाम्रो जिल्लामा जान्छ हैन। यहाँबाट हामी इन्डियामा। गाइस अगाडि चाहिँ चेक पोस्ट आउँछ यहाँ इन्डियाको अनि नेपालको प्रहरी चेक गर्ने हो अगाडि। हेर्नु यहाँ यहाँनिर चेकिङ हुन्छ। सायद ब्याग सेक चेक गर्ला, गर्न नसकिन पनि हुन सकिन्छ। ल यहाँ छ, यहाँनिर हाम्रो पुलिस प्रहरी हुनुहुन्छ हैन। तर चेक भएन, यहाँ अगाडिनिर चेक गर्छ होला है। हामी अब तकरिबन इन्डियाको बोर्डरमै आइपुगेका छौँ। इन्डिया नेपालको सिमानामा अहिले बिचमा हामी आइपुगेका छौँ। थोरै देरमा आइपुग्छौँ हामी। बोर्डरमा आइसकेका छौँ। इन्डिया बोर्डर आइपुगेका छौँ। हजुरहरूलाई म अहिले देखाउने छु, हेर्दै गर्नु होला। जति यहाँ अगाडि टेम्पोहरू लागेछ नि सबै यो बोर्डरमै यही हुन्छ। अब उहाँले जानुहुन्छ सायद अब गाडी सर्भिसिङ गराउनलाई। हामीलाई यहाँसम्म पुर्याइदिनु भएकोमा धेरै धन्यवाद भन्न चाहन्छु। गाउँकै भाइ रहेछ उहाँ पनि हैन। ल यहाँ हेर्नुहोस् गाइस, इन्डिया बोर्डर, इन्डिया नेपालको सिमाना यहाँसम्म छन्, यहाँसम्म छ। फाइनली गाइस हामी आइपुगेका छौँ। एकैछिन पुगेको छौँ। यो तपाईले देख्न सक्नुहुन्छ यहाँनिर हामी अहिले जुन ठाउँमा छौँ यो भारतको सिमाना हो। गाइस अहिले चाहिँ हामी भारतको सिमानामा छौँ। अब फेरि एकचोटि अटो या जिप चढ्नुपर्छ यहाँबाट। त्यसपछि हामी फेरि अर्को एउटा गाडी चेन्ज गर्नुपर्छ। 3टा गाडी चेन्ज गर्नुपर्छ हैन। त्यही भएर अब हेरौँ कसको पालो रहेछ, कुन गाडी चाहिँ पहिले जाने हो। फाइनली गाइस अब गाडी चढ्न लाग्यो। यहाँनिर कहाँनिर पाउने हो। अगाडिको अटो जान्छ होला। इन्डियाको अटो अनि नेपालको अटो धेरै फरक रहेछ हैन। यता चाहिँ इन्डियाको अटो हैन। गाइस अहिले म यहाँ भारत सिमानाका बोर्डरमा छु। सामान अलिक किन्नु पर्ने छ। बकालामा पसलमा आएको छु। बकाला फेरि त ल्याङ्ग्वेज यस्तै हो, अलिक चेन्ज भइहाल्छ नि। त्यही भएर खोलिदियो भइहाल्यो त भाइ। के ल मेरो छोरा यहाँ हेर्नु त बिस्कुट खाँदैछ, उता मेरो श्रीमती पानी पिउँदैछ। गाइस यहाँ हेर्नुहोस्, हामी अहिले इन्डियाको सिमानामा छौँ हैन।
फाइनली गाइस फेरि अब हामी यहाँ चढ्यो के भन्छ अटोमा होइन खानामा चाहिँ के परिवारसँग देखाइछौ आर्यन हमरा देखाइछौ हम देखाइछौ गाइस हेर्नु अब हामी अर्को गाडीमा चढ्यौँ यो गाडी चाहिँ अब परिवारसम्म लान्छ हो फेरि त्यहाँबाट अर्को गाडी चेन्ज गरेर फेरि त्यो गाडी त्यहाँसम्म सुर्सनसम्म होइन 3वटा 4वटा जति गाडी चेन्ज गर्नुपर्छ यो अहिले जुन हजुरहरू हेरिराख्नु भएको छ यो चाहिँ इन्डियाको भारतको दृश्य हो हाम्रो नेपाल होइन भारतको दृश्य हो घुसुक जो सही से गोरे मत दुनू गोरे निकल फाइनली गाइस अब म पनि परिवार आउने लागेको छु अहिले चाहिँ यो अहिले मेरो जुन यात्रा भइरहेछ गर्ने त्यो भारतको हो होइन यो जुन हजुरहरूले देखिराख्नु भएको छ यो भारतको दृश्य हो यो नेपालको होइन हामी अहिले हाल भारतमा छौँ भारत बिहार
फाइनल्ली गाइस अब हामी चाहिँ यहाँ परियार आइपुग्न लागेको छौँ। परियार नजिकै नजिकै केही टाइम लाग्छ धेरै। भारतको दृश्य, इन्डियाको दृश्य। हेर्नुहोस् गाइस, यो भारतको अटो, टेम्पो, रिक्सा जे भन्दा नि हुन्छ। अघि चाहिँ हाम्रो नेपालको हुनुहुन्थ्यो, अहिले चाहिँ भारतको, अहिले हामी बिहारमा छौँ। बिहारमा आएको यसो घुम्न ससुराली फ्यामिलीसँग भिजिट गर्न आएको घुम्न।